यामाहाको मोस्ट अवेटेड मोटरसाइकल चाहिँ भारतमा लन्च भइसकेको छ। 2019 देखि मैले फलो गरिरहेको थिएँ यो मोटरसाइकललाई र भारतमा लन्च हुन्छ भन्दा भन्दै 2025 को पनि लास्टमा आएर यो मोटरसाइकल लन्च भएको छ। यो मोटरसाइकल चाहिँ हो यामाहाको XSR155। न्यू रेट्रो डिजाइनमा यो मोटरसाइकल आएको छ भनेदेखि यो मोटरसाइकल चाहिँ पहिलेदेखि भारतमा लन्च हुन्छ भन्दा भन्दै अहिले 5-6 वर्षपछि मात्रै आएर लन्च भएको छ। र यो मोटरसाइकलको इन्जिनको कुरा गर्नुपर्दाखेरि चाहिँ यामाहाको R15 मा भएको रिनाउन्ड इन्जिन छ, जुनमा चाहिँ 155 सीसी लिक्विड कुल्ड VVA इन्जिन हो। त्यही इन्जिनलाई यामाहाले XSR155 मा पनि दिएको छ भने यसमा डबल च्यानल ABS न्यू रेट्रो डिजाइनमा भएको कारणले गर्दाखेरि चाहिँ राउन्ड LED हेडल्याम्प, राउन्ड इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता धेरै फिचरहरू चाहिँ न्यू रेट्रो डिजाइनलाई हुने गरेर दिएको छ। सो यो मोटरसाइकलको चाहिँ प्राइस चाहिँ यामाहाले 1,50,000 एक्स सोरुम राखेको छ दिल्लीको लागि भने। आई होप नेपालमा चाहिँ यो बाइक चाँडै नै आउँछ र नेपालमा एसेम्बल हुँदाखेरि चाहिँ यो बाइकको प्राइस पनि एकदमै एग्रेसिभ आउनेवाला छ। सो नेपालमा आउँदाखेरि चाहिँ यो बाइकको प्राइस कति हुन्छ होला, लेट मी नो इन द कमेन्ट सेक्सन।